हुनुहुन्छ मिस्टर साबित। उहाँ चाहिँ फ्रम बाराबाट हुनुहुन्छ अनि म उहाँलाई केही प्रश्न सोध्न चाहन्छु। हजुर भाइ नमस्कार। नमस्ते दादा। सन्चै हुनुहुन्छ? सन्चै दादा। कुन देशमा हुनुहुन्छ? म अहिले युएमा। युएमा कस्तो लाग्दैछ तपाईँको लाइफ? युएको लाइफ एकदमै बिन्दास छ। आफ्नो छोराछोरीहरू पाल्न पाइएको छ, आमाबाबालाई हेर्न पाइएको छ। हजुर, अनि युएको कमाइले एकदम सन्तुष्ट हुनुहुन्छ? अब सन्तुष्टिको कुरो भन्नुपर्दा अब ठिकै छ। ठिकै छ, नेपालभन्दा त नि राम्रो जेस छ। गुजारा चलिरहेछ। गुजारा होइन, नेपालभन्दा 100% राम्रो छ यहाँ। ए पैसाहरू कमाइन्छ, सेभ हुन्छ पैसाहरू। अनि नयाँ आउने भाइ बहिनीहरूलाई चाहिँ अथवा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ के कस्तो सल्लाह दिन चाहनुहुन्छ? नयाँ आउने भाइ दाजुभाइहरूलाई त म सबभन्दा पहिला सल्लाहै दिँदैन आउने। किन र आफू मात्रै नेपालमै के गर्दा हुन्छ, पैसा छ भने। हजुर हजुर। नत्र छैन भने, पैसा छैन भने बेस बनाउनको लागि यहाँ आउनुहोस्, तर केही सिकेर आउनुहोस्। जसरी बारिस्टाको कोर्स गरेर आउनुहोस् अथवा ड्राइभिङ होइन, ड्राइभिङ गरेर आउनुहोस्, नत्र धेरै जसो इलेक्ट्रिसियन गरेर आउनुहोस्, प्लम्बर गरेर आउनुहोस्। धेरै जस्तो छ अप्सनहरू। भनेपछि तपाईँको मान्यता अनुसार केही स्किल सिकेर आउनु पर्यो। स्किल सिकेर आएपछि मान्यता पनि हुन्छ, नत्र यहाँ क्लिनिङ कम्पनीमा गएर त्यही वासरुम क्लिनिङ गर्नुपर्छ। यही हो। ए भनेपछि तपाईँको कति वर्ष भयो यहाँ? म आएको यहाँ 5 साल भयो। भनेपछि कहिले जाँदै हुनुहुन्छ त? सपना एम? अब जाने मेरो त अब भनौँ न धेरै होइन। अब बस्ने भनेको अब यो 1 साल बस्ने, 1 सालपछि नआउने। नआउने आफ्नै हो त्यति। भनेपछि आफ्नै देशमा केही गर्ने विचार छ आफ्नै तपाईँ? देशमा केही गर्ने। ए हुन्छ, ल धेरै हजुरलाई भेटेर धेरै खुसी लाग्यो। मलाई पनि धेरै खुसी लाग्यो। त्यो हामी नेपालमा जहाँ भए पनि हामी दाजुभाइ हौँ होइन। हजुर हजुर। हामी विभिन्न जिल्लाबाट छौँ तर हामी दाजुभाइ हौँ होइन, एउटै देशका नागरिक हौँ। एकचोटि यता हेरिदिनु त, तपाईँलाई राम्रोसँग चिन्नु पर्यो। ओके, ल ल धन्यवाद, तपाईँले सानो इन्टरभ्यू दिनुभयो। ल फेरि भेटौँला है त। हस्, नमस्कार।